सो गाइज आज चाहिँ हामी खोलामा आएको छौँ होइन खोलामा आएको छौँ यसो घुम्नको लागि अनि यहाँ चाहिँ मेरो साथमा छ यहाँ लुरे भाइ अनि टक्क यहाँ हेर्नु न माछा छ क्या गाइजहरू ए यहाँ माछाहरू छ क्या कहाँ गयो त्यहाँनिर छ गाइज माछा हेर्नु सानो माछा छ क्या गाइजहरू है यहाँ सानो माछा छ हामी पहिला कहाँ तलसँग पुग्थ्यौँ गाइजहरू होइन यहाँ हेर्नुहोस् यहाँ चाहिँ वन छ अनि यहाँ टक्क सानो खोला छ है यहाँ चाहिँ पहिला एकदम सानो माछाहरू पाइन्थ्यो है एकदम सानो माछाहरू पाइन्थ्यो अनि गाइजहरू म तपाईँले एउटा कुरो भन्न चाहन्छु क्या पहिला है यहाँनिर गाइज पाउनु है त पहिला यहाँनिर यत्रो ठुलो रुवा थियो क्या गाइजहरू पाउनु म तपाईँलाई भन्छु कत्रो थियो भने रुवै थियो क्या हामी पहिला सानो हुँदाखेरि खेल्थ्यौँ क्या पौडी यहाँसम्म आउँथ्यो गाइजहरू यहाँसम्म अहिले पुरै सुक्या रहेछ अनि पुरै यहाँसम्म थियो म धेरै वर्षपछि आएर चाहिँ यहाँ पुरै बेग्लियो क्या यो ढुङ्गाहरू केही थिएन क्या गाइजहरू यहाँ पुरै क्या ठुलो थियो क्या पुरै बारेको ठुलो थियो क्या अहिले त केही छैन गाइजहरू लो सबै हेर्नु न अहिले त अहिले सानो भइसक्यो त है टक्क माछा सानो छ हामी पहिला माछा अठाउन आउँथ्यौँ है पहिला भन्दा नि 5-6 महिना अघि पनि आइरहन्थ्यौँ हामी माछा अठाउनलाई चाहिँ हामी गाइजहरू आइरहन्थ्यौँ होइन माछा अठाउन आइरहन्थ्यौँ अनि अहिले चाहिँ पुरै फुल चेन्ज भइसकेको रहेछ क्या अनि यहाँ चाहिँ हाम्रो लुरे भाइले माछा गाइजहरू है त यहाँ चाहिँ हाम्रो लुरे भाइले त्यहाँ माछा अठेर आएको छ लुरे माछा खा भन्ने अठेर आएको छ है ऊ पनि लुरे माछा नि लुरे भन्दै अठेर नाम मात्र लुरे हो गाइज यसको चाहिँ त्यहाँनिर है एउटा माछा टल्केर के दिन्छ र मदरकै अठाउन सक्छु नि पहिलाको हामीले जालीले अठाउँथ्यौँ त नि अहिले त जाली पनि छैन यस्तो सानोमा अस्ति चाहिँ हामीले होइन जाली गरी अठाएर टन्ने माछा मारेको थियौँ क्या अस्ति चाहिँ होइन अहिले त यो सानो तिनै माछा के मारेर नि यत्रो ठुलो भइसक्यो अनि यहाँ चाहिँ टक्क माछा यस्तो देखेर नि मलाई गाइजहरू यो धेरै खोलाहरूतिर हिँड्दा चाहिँ मलाई एकदम मजा लाग्छ क्या खोलाहरूतिर एकदम मजा लाग्छ खास गरी चाहिँ हामी गाइजहरू त्यहाँ काठ लिन लगाएको मम्मी लो झन्डै लडेन यार गाई काठ लिन आएको काठसाठ केही पाइएन त्यही भएर यसो के अरे घुमिदिउँ भनेर ओइ लुरे चाहिँ ऐसेलु हो गाइजहरू अब चाहिँ ऐसेलु हेर्न है गाई होइन ऐसेलु यहाँ ऐसेलु हेर्न गाई ओहो काँडाले नि घुच्छ है फेरि काँडाले भाइ टन्ने हो क्या ऐसेलु चाहिँ झुप्पा हात ऐसेलु के हो धेरै पछि खाएको गाइज ऐसेलु चाहिँ धेरै पछि खाएको छु गाइज यहाँ झ्याङभित्र नि छ क्या झ्याङभित्र छ के हात हाल्यो नि हालिदिउँ कि क्या हो बोर्नु नहालौँ होला काँडाले ल्याम्मै बिजाइदियो भने त गाइज बर्बाद पर्छ
त्यहाँ चाहिँ गाइज मलाई लुरे भाइले बोलाइराखेको नि के भयो छ रे गाइज चाहिँ लुरे भाइले बोलाइराखेको किन मलाई के भयो के यसले गाइज एउटा माछा धरि उठाउनु सकेन कि के भन्नु खै